नमस्ते लासो फ्याफुल्ला वेलकम टु माई युट्युब च्यानल। आज पनि सदा चाहिँ तपाईहरुलाई हामीसँग बिक्रीमा रहेको गाडीहरुको विषयमा अपडेट गर्नको लागि भनेर तपाईहरुको साथमा उपस्थित भइसकेको छु। अरु भिडियो जस्तै यो भिडियो पनि तपाईहरुले अन्तिम समयसम्म हेरेर साथ दिनु होला। आज चाहिँ मलाई अलिकति रुगा लागेको छ, भए पनि भिडियो नबनाएको चाहिँ धेरै भएको थियो। त्यही भएर सकेसम्म हामीसँग भएको गाडीहरुलाई चाहिँ तपाईहरुमा चाहिँ पुर्याउने उद्देश्यले चाहिँ भिडियो बनाउन गइरहेको छु। भिडियोको सुरुवातमै तपाईहरुलाई यतापट्टि रहेको छ जापानिज कम्पनीको टोयोटा हाइलक्स 2008 मोडलको रहेको छ भने गाडी फुल फ्रेश कन्डिसनको छ। चारैवटा टायरहरु नयाँ छ अनि यो चाहिँ 4 व्हील ड्राइभमा रहेको छ भने डबल एयरब्याग, पावर स्टियरिङ, पावर विन्डो, एसी लगायत सबै छ। गाडीमा कुनै खर्च गर्नुपर्ने अवस्था छैन, एकदमै फ्रेश कन्डिसनको यो टोयोटा हाइलक्सको मूल्य चाहिँ जम्मा 27,50,000 राखेको छु। यो भिडियो हेरेर आउने ग्राहकहरुको लागि चाहिँ स्पेशल गरी त्यसमा पनि डिस्काउन्ट हुनेछ। त्यही नै गरी यतापट्टि रहेको छ फोर्ड कम्पनीको फिगो 2010 मोडलको रहेको छ भने गाडी एकदमै चिटिक्क परेको छ। हामीले भर्खरै मात्रै डेन्ट पेन्ट गरेर राखेको हो। यसको अप्सनको कुरा गर्नु पर्दाखेरि पावर विन्डो, पावर स्टियरिङ, एसी, हिटर सबै छ। यो गाडीमा पनि केही खर्च गर्नुपर्ने छैन, केही कम्प्लेन छैन। मूल्य पनि धेरै छैन। 2010 मोडलको फोर्डको फिगो यसको मूल्य चाहिँ जम्मा 8,75,000 मात्रै राखेको छु भने गाडी एकदमै वेल कन्डिसनमा छ। यदि तपाईहरु भर्खर हात बसाउने सोच गर्दै हुनुहुन्छ, लाइसेन्स लिनु भएको छ भने यो गाडी तपाईहरुको लागि एकदमै बेस्ट अप्सन हुन सक्छ। ल है हजुर, गाडी यस्तो राम्रो छ। यति मात्रै होइन, थुप्रै छ गाडीहरु, म तपाईहरुलाई देखाइदिने छु। यतापट्टि गुरु गाडी रहेको छ। यो 2008 मोडलको गुरु गाडी सिंगल ह्यान्ड हो, ओरिजिनल कलरमा छ। अहिलेसम्म डेन्ट पेन्ट भएको छैन। यो चाहिँ गुरु गाडी खर्च कम आउने तर सानो पार्किङ पनि राख्न मिल्ने, चिटिक्क परेको, सिकाउनलाई, सिक्नलाई अनि थोरै आम्दानी भएको व्यक्तिहरूलाई चाहिँ यो गाडी एकदमै राम्रो हुन सक्छ। यसको मूल्य चाहिँ जम्मा 6 लाख रुपियाँ मात्रै राखेको छु भने यो भिडियो हेरेर आउने ग्राहक महानुभावहरूको लागि चाहिँ केही डिस्काउन्ट पनि भइहाल्छ। यतापट्टि रहेको छ यो चाहिँ स्विफ्ट, एकदमै बजारमा डिमान्ड भएको, रिसेल भ्यालु भएको स्विफ्ट गाडी आएको छ हामीसँग। भर्खरै मात्र आएको छ भने 2016 मोडलको यो चाहिँ जेटेक्साई हो। जेटेक्साई भनेपछि अप्सन चाहिँ यो चाहिँ फुल्ली लोडेड हो। यसमा डबल एयरब्याग हुन्छ हैन, स्टियरिङ माउन्ट कन्ट्रोल, अनि त्यसपछि डबल एयरब्याग, पावर स्टियरिङ, यो चाहिँ अटो एसी हुन्छ अनि हिटर। यो चाहिँ पुस बटम हो। यसमा चाहिँ चाबी चाहिँदैन स्टार्ट गर्नलाई। अनि त्यसपछि साइड मिररहरु पनि भित्रबाटै एडजस्ट गर्न मिल्छ। पावर विन्डो चारैवटा हुन्छ अनि यसो सबै छ, फुल्ली लोडेड हो भने। यो यस्तो राम्रो कन्डिसनको गाडीको मूल्य चाहिँ कति होला भनेर सोच्दै हुनुहुन्छ भने यसको मूल्य चाहिँ जम्मा 21 लाख रुपियाँ मात्रै राखेको छु भने त्यसमा पनि डिस्काउन्ट भइहाल्छ। यति यहाँहरुको डकुमेन्ट पुगेको खण्डमा चाहिँ 40% देखि 50% सम्म तपाईलाई फाइनेन्सको पनि व्यवस्था मिलाइदिन सक्नेछु। यो गाडी पनि बिक्रीमा रहेको कुरा यहाँलाई जानकारी गराउँदै म अर्को गाडीतिर देखाइदिन्छु तपाईहरुलाई है। यता छ यो पनि अल्टो 800 गाडी भर्खरै डेन्ट पेन्ट गरेर चाहिँ चिटिक्क बनाएर राखेको छ। 2001 मोडलको एसी वाला अल्टो रहेको छ भने यो चाहिँ 800 सीसी को पेट्रोल इन्जिन हुन्छ। माइलेज अत्याधिक दिने, पार्ट्सहरु सस्तो पाइने। यसको मूल्य पनि धेरै राखेको छैन, जम्मा 5 लाख रुपियाँ मात्रै राखेको छु। अब यो हाम्रो भरोसा अटोमोबाइलको यो नयाँ पार्किङमा रहेको गाडीहरु त तपाईहरुलाई देखाइ नै सक्यो। म उतापट्टि कुन गाडी छ हाम्रो अफिसपट्टि त्यो पनि म तपाईहरुलाई देखाउने नै छु है। हजुर, यो भिडियो चाहिँ हेर्दै गर्नु होला। यतापट्टि रहेको छ जापानिज कम्पनीको टेरिसको कपी चाइनिज जोते 2011 मोडलको नयाँ सेपमा रहेको छ भने यो चाहिँ अफरोड किङ राजा गाडी भनेर चाहिँ चिनिन्छ यसलाई। कच्ची बाटोको लागि गाडी एकदमै फुल फ्रेश कन्डिसनमा छ। यसमा येलो व्हील पनि राखेको छ भने गाडी फुल डेकोरेसन गरेको छ। यसको मूल्य चाहिँ धेरै राखेको छैन। 2011 मोडलको यो चाहिँ नयाँ सेपमा रहेको जोतेको मूल्य चाहिँ जम्मा 9 लाख रुपियाँ मात्रै राखेको छु भने यो भिडियो हेरेर
आउने ग्राहक महानुभावहरूको लागि चाहिँ स्पेसल डिस्काउन्ट पनि हुन्छ। यसको अप्सनको कुरा गर्नुपर्दाखेरि पावर विन्डो, पावर स्टियरिङ, एसी, हिटर लगायत सबै छ भने यहाँले केही खर्च गर्नुपर्ने छैन। जम्मा 9 लाख रुपियाँमै हजुरले चाहिँ एसयुभी गाडी पाउनुहुन्छ भने अरू गाडी किन लिनुहुन्छ तपाईँहरू? आउनुहोस्, यो भिडियो हेरेर आउनेको लागि चाहिँ विशेष छुट पनि हुनेछ है हजुर। त्यस्तै गरी यतापट्टि स्विफ्ट कार रहेको छ, यो चाहिँ बुकिङ भइसकेको छ। यस्तै स्विफ्ट कार चाह्यो भने यहाँले सम्पर्क गर्न सक्नुहुनेछ। यतापट्टि छ कियाको पिकान्टो 2007 मोडलको रहेको छ भने यसको मूल्य चाहिँ जम्मा 8 लाख रुपियाँ मात्रै राखेको छु है हजुर। 8 लाख रुपियाँमा पनि केही डिस्काउन्ट हुनेछ। एकदमै फुल फ्रेस कन्डिसनको छ, कलर पनि एकदम लेटेस्ट रहेको छ भने यसको अप्सनको कुरा गर्नुपर्दाखेरि चारैवटा पावर विन्डो, पावर स्टियरिङ, एसी, हिटर लगायत सबै छ। अनि अर्को आयो नानो कार, सस्तो मूल्यमा चाहिँ कार लिने सोच गर्दै हुनुहुन्छ भने यताबाट चिटिक्क परेको नानो कारले चाहिँ तपाईँलाई कुरेर बसिरहेको छ। यसको मूल्य चाहिँ जम्मा 2,49,999 रुपियाँ मात्रै राखेको छ। यसको चाहिँ फिक्स प्राइस हो। 2011 मोडलको नानो कारको मूल्य पनि एकदमै सस्तो छ भने यो गाडीमा चाहिँ एसी र हिटर पनि उपलब्ध रहेको छ। यदि तपाईँहरू भर्खर सिक्दै हुनुहुन्छ, भर्खर लाइसेन्स लिनुभएको छ भने यो गाडी चाहिँ तपाईँहरूको लागि एकदमै बेस्ट अप्सन हुनसक्छ। यो चाहिँ चिटिक्क परेको छ, सानो स्पेसमा पनि अट्ने। अनि यदि यहाँहरूसँग बाइक स्कुटर छ भने बाइक स्कुटरसँग एक्सचेन्ज गरेर पनि यहाँले हामीसँग रहेको कुनै पनि गाडीहरू चाहिँ लिन सक्नुहुनेछ है। त्यस्तै गरी यतापट्टि छ मारुति कम्पनीको ए स्टार 2009 मोडलको गाडी, फुल फ्रेस कन्डिसनमा छ। तपाईँहरूले भिडियोमा जस्तो देख्नु भएको छ त्योभन्दा गाडी एकदमै राम्रो छ, अझ पनि राम्रो छ भने यसको अप्सनको कुरा गर्नुपर्दाखेरि चारैवटा पावर विन्डो, पावर स्टियरिङ, एसी, हिटर लगायत सबै छ। तपाईँहरूलाई थोरै म भित्री भाग पनि देखाउन गइरहेको छु। ल हेर्नु होला, हेर्नुहोस् त यस्तो राम्रो छ गाडी। अलिकति भित्र अँधेरो भएको कारणले गर्दाखेरि चाहिँ अलिकति राम्रोसँग देखिरहेको छैन। गाडी चाहिँ एकदमै राम्रो छ। यस्तो राम्रो गाडीको मूल्य चाहिँ धेरै पनि छैन, जम्मा 9,50,000 मात्रै राखेको छु भने त्यसो भने केही डिस्काउन्ट त भइ नै हाल्छ है हजुर। मात्रै होइन, हामीसँग अरू पनि गाडीहरू त धेरै नै छ। अब यहाँ कामको व्यस्तताको कारणले गर्दाखेरि सबै गाडीहरू चाहिँ जानकारी दिन सकेन, त्यसको लागि म तपाईँहरूलाई क्षमा चाहन्छु। अब फोन आगै छ, अब यहाँ घरि के काम पर्छ, घरि के काम पर्छ, अनि भिडियो बनाउने फुर्सदै हुँदैन होइन। अब थोरै भए पनि तपाईँहरूलाई म सेवा सुविधाको विषयमा पनि म जानकारी दिन गइरहेको छु। यदि तपाईँहरूसँग बाइक स्कुटर छ भने बाइक स्कुटरसँग सट्टाफट्टा गरेर गाडी पनि लान सक्नुहुनेछ। यदि तपाईँहरूसँग कुनै पनि सवारी साधन बिक्री गर्नु छ भने पनि सिधै सम्पर्क गर्नुहोला। तपाईँहरूको सवारी साधनको चाहिँ उचित भ्यालुएसन गरेर तुरुन्तै हामी खरिद गरिदिनेछु र बिना झन्झट तपाईँहरूलाई क्यास टु क्यास चाहिँ हामी तपाईँहरूको सवारी साधन खरिद पनि गरिदिनेछु। यदि तपाईँहरू गाडी लिने सोच गर्दै हुनुहुन्छ तर फाइनेन्स चाहियो भने तपाईँहरूलाई फाइनेन्सको पनि व्यवस्था रहेको छ। 2014 मोडलभन्दा पछिको मोडल 15, 16, 17 त्यस्तो पछि आउने मोडलहरूमा चाहिँ तपाईँहरूलाई 40% देखि 60%सम्म फाइनेन्सको पनि व्यवस्था रहेको छ। तर फाइनेन्स गर्नको लागि चाहिँ तपाईँहरूको डकुमेन्ट चाहिँ पुग्नुपर्ने हुन्छ। डकुमेन्ट पुगेको खण्डमा चाहिँ फाइनेन्सको सुविधा पनि रहेको छ। जुनसुकै सवारी साधन सट्टापट्टा पनि गरिन्छ भने फाइनेन्स सुविधादेखि सबै छ। सेवा सुविधाहरू धेरै नै छ। हामीले चाहिँ त्यसैभर होम डेलिभरीको व्यवस्था पनि रहेको छ भने छिटो छरितो भरपर्दो खरिद बिक्री गर्नु पर्यो भने चाहिँ तपाईँहरूले मलाई चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। यतिन्जेलसम्म तपाईँहरूले भिडियो हेर्नुभयो, तपाईँहरूको लागि धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा योभन्दा एकदमै राम्रो खालको चाहिँ भिडियो बनाएर ल्याउने कोसिस गर्ने नै छु। त्यतिन्जेलसम्मको लागि चाहिँ यहाँहरूबाट म बिदा लिन चाहन्छु। यो भिडियो कस्तो लाग्यो जस्ताको तस्तै चाहिँ तपाईँहरूले कमेन्ट गर्नुहोला। हस्त धन्यवाद।